ल फेरि एक बिहानै झिसमिसेमै मेरो कुखुरामाथि आक्रमण। तपाईँले देखिराख्नु भएको छ, यो चाहिँ वन बिरालो या स्यालले मेरो कुखुरा आक्रमण गरेर ऊ भागिसक्यो र मेरो घरमा रहेको कुकुरले लखड्दैछ उसलाई। र त्यसपछि म पुगेँ। त्यहाँनिर पुगिसकेपछि चाहिँ मैले केले हच्कायो कुखुरा र के भयो भनेर म हतारपतार जाँदाखेरि मैले देख्नु सकिनँ होइन। म लाइट बालेर गएको तपाईँले दृश्य देखिरहनुहुन्छ। यो चाहिँ 4:30 बजेको घटना हो, बिहानको झिसमिसे। अहिले 5 बजे उज्यालो हुन्छ र म पुग्दाखेरि कुकुरले लखेडेर आइसक्यो होइन। अनि म चाहिँ त्यसपछिबाट मैले नदेखेपछि फर्केँ। अब गएर म सिसी क्यामेरामा हेर्छु केले चाहिँ रहेछ भनेर फर्केर हेर्दाखेरि यसरी मारेको कुखुरा देखेँ। अनि त्यसपछिबाट सोही ठाउँमा लगेर उतापट्टि राखिसकेपछि त्यहाँनिर फेरि दोहोऱ्याएर चाहिँ त्यो वन बिरालो नै होला सायद, तर ठुलो छ, दोहोऱ्याएर चाहिँ लिनु आयो। अनि तपाईँले देख्न सक्नुहुन्छ त्यो उसले मारेको कुखुरालाई फेरि उसले लिएर गयो।